सर्वप्रथम आजको भिडियोमा सबैजनालाई स्वागत छ र एकमुष्ट नमस्कार। आजको भिडियोमा वान अफ द मोस्ट पपुलर एन्ड ब्युटिफुल झरना घोर्ले झरनाको एक्सप्लोर गर्नेछौँ। 12-20 बाटो यो बाटो आउनुभयो भने यहाँनिर बाक्लो बस्ती भएको ठाउँ छ जसलाई औलबारी भनिँदो रहेछ। यो औलबारीबाट यो जहाँबाट बहिनीहरू झरेको छ नि यहाँबाट बाइक चाहिँ मजाले छिर्ने रहेछ है। नभए अलि पर अल्लो डाँडाबाट फर्किनुपर्छ अरे। हामी चाहिँ यहीँबाट चढ्यौँ। यो झरना सङ्खुवासभा जिल्ला पाँचकपा नगरपालिका वार्ड नम्बर 1 मा समुद्री सतहभन्दा करिब 5060 फिटको उचाइमा रहेको छ। यो झरनासम्म पुग्नलाई डिफ्रेन्ट अप्सनका बाटोहरू छन्। हामी चाहिँ सभापोखरी केन्द्र 12-20बाट अफरोड करिब 21 किलोमिटरको ड्राइभिङ मार्फत यो औलबारी गाउँ पुग्यौँ। यहाँबाट करिब 8 किलोमिटर उकालो चढेपछि यो झरना पुगिन्छ। त्यो गाउँको सिरानबाट अझै यता भित्रबाटै छाँगा हेर्नु पर्छ नि। तपाईँलाई हेर्नु मन लाग्दैन? छाँगा हेर्दा हेर्दा ए वाक्कै भइसक्यो है। कति गहिरो छ यहाँ। बर्सातको भेलमा खोलाहरू बढ्ने भएको हुँदा यसका लागि अप्सनल यो पुलबाट तर्ने व्यवस्था पनि रहेछ है। सडक तथा पैदल यात्रा दुवै बाटोबाट पुग्न सकिने यो झरना पुग्नलाई आज शनिबारको दिन भएकोले होला भिजिटरहरूको उल्लेख्य सङ्ख्या देख्न पाइयो। दुईटा बाटो रहेछ। यहाँ चाहिँ हामी पनि एकछिन अल्मल्याउँ, सोधखोज गऱ्यौँ। कसैले माथिल्लो बाटो कसैले तल्लो बाटो भनेको पाइयो। तर अलिकति बढेपछि बोर्डले स्पष्ट बाटो देखाएको रहेछ। यहाँ आइपुग्नु भयो भने you can see here board. ल यहाँ ओर्ले त केटा अनि यस्तो बाटो अनि मेरो बियरिङ जाँदैन। यो लास्ट टर्निङ हो। खै त मेरो बाइकले ताला जस्तो गऱ्यो नि। चढिसक्यो फेरि पनि। तर तिमीले भनेको ठाउँमै आएको छैन। कहिले आउने त भाइ। यो अन्तिम दिन थियो। टिपिकल तरिकाले पर पुल रहेछ। पुल देखियो। यहाँ आइपुग्दा झन्डै घाम अस्छ यार। दुईटा घर रहेछ कि पसल रहेछ। एकदम हरियो जङ्गल छ है। यो पुलमा यो पुलबाट चाहिँ देखिने होला है। कति टाढो रहेछ अब पुग्न लाग्यो। पार्किङ यति हो। यहीँ हो। ओ हेभी ड्राइभरहरू होइन। ओले बाटो अलिक अप्ठ्यारो रहेछ। त हिँड न केटा हो। भाइले रिस नगरे। है यहाँ चाहिँ डर के आगे जीत भने जस्तै
माउन्टेन ड्यू खाएर कुदाउने ठाउँ रहेछ है। पार्किङ रहेछ है यहाँ। ढुङ्गा लाएर चेप्नु पर्ला जस्तो छ। फाइनली बाइक त्यहाँ छडेपछि हामीले तय गर्नुपर्ने छ अनफुट यात्रा। पछाडि घाम छ, लादी धेरै चल्केको छ। अनफुट लागेपछि चोरी जानुपर्ने रहेछ। बाटो एकदम धेरै मान्छे हिँड्ने सफा रहेछ कि। बाटो त्यस्तो पो रहेछ। आएपछि बाटो एकदम चिल्लो रहेछ क्या। त्यो देख्दा त्यो कति धेरै टाढो छ। 10 मिनट जति हिँडा भयो होला है। गयो प्रिन्टेड बाटो भेट्यो है। तलको घाम चल्केपछि कालो मान्छे गोरो देखिने गरी करिब 3 घण्टाको लामो यात्रापछि हामी आइपुगेको छौँ घोर्ले झरना। यो पहरामा घोरलहरू प्रशस्त देखा पर्ने भएको हुनाले घोर्ले झरना भनिएको रहेछ। तर लिम्बू भाषामा यसलाई कङफावा भनिँदो रहेछ, जसको अर्थ लिम्बू भाषाबाट अर्कै छ। लिम्बू भाषाबाट के भाषा भन्छ थाहा चाहिँ? कम्फाङवा। ए कम्फावा। त्यसको अर्थ चाहिँ के हो? फङ गर्छ नि त। यो झरना अग्लो स्थानमा रहेको पुलबाट यसरी हेर्न सकिन्छ। यो पनि ड्रोनबाट लिएको छ भिडियो सट होइन। यो पुलमा उभिएर हेर्दाखेरि एकदमै थ्रिलिङ फिल्स पनि आउँछ कि। बाबा, प्रकृति र प्रविधि सम्मिश्रण गरेपछि कसको के लाग्छ र। केवल हाम्रो मुखबाट शब्द मात्र निस्किँदो रहेछ। हाम्रो ग्याङ चाहिँ यति है, म बाहेक यहाँ 4 जना हो। आउन चाहिँ 2टा बाइकमा आएको।